यो हाम्रो घरको बाहिरपट्टि त्यसको बाहिर यहाँबाट हिमाल पुरा हिमाल देखिन्छ गाई चाहिँ। तर आज चाहिँ पुरा के भन्छ अरे कुहिरो लागेको छ, साँझ भइसक्यो कुहिरो लागेको छ अनि केही पनि देखेको छैन है। त्यो चाहिँ अब बच्छ है। त्यसका बाद हामी भित्र गयौँ हामी भित्र गएको अवस्था। त्यसका बाद हामी भित्र गयौँ। आज चाहिँ सानो पार्टी छ घरमा, पार्टी पनि आयो। रोटी चेल रोटी आयो। चेल रोटी आजको पार्टीको लागि चेल रोटी यहाँ रेडी भयो। यहाँ चाहिँ त्यसका बाजे चिकन रोस्ट रेडी छ, चिकन रोस्ट। यहाँ चाहिँ त्यसका बाजे प्राउन पापड सब रेडी छ। यही पनि रहन्छ यहाँ चाहिँ गोर्खे अचार रेडी छ, सबै रेडी छ आज अहिलेको लागि। अब बाहिर चाहिँ चट्ट लाएर बाहिर के पाकिरहेको छ भन्दाखेरि गाई छैन, बाहिर चाहिँ मासु पाकिरहेको छ। मासु आजको लागि भरेको लागि मासु पाकिरहेको छ। मासु पकाउने मासु। यो चाहिँ यहाँ चाहिँ फेरि मासु नै पाक्दैछ यहाँ। त्यसपछि यहाँ तिते करेले पनि छ, तिते करेले पनि भट्ट फ्राई गर्ने। मासु चिकन फ्राई हुँदैछ अहिले। अलिअलि फ्राई गरेर यसले चाहिँ अहिले चट्ट हल्का ग्रेभी बनाएर पकाउने। त्यहाँ चाहिँ पुरा घर बनिरहेको छ, यता साइडमा पनि घर बनिरहेको छ, यहाँ पनि घर बन्दैछ। अनि यो ग्यासको सिलिन्डर राख्ने घर। ओके, यहाँ चाहिँ ऱ्याबिट छ, खरायो चाहिँ सुतिरहेछ। खरायो चाहिँ यहाँ सुतिरहेछ। हेलो ऱ्याबिट, खरायो सुतिरहेछ। ओहो ऱ्याबिट खरायो सुतिरहेछ। अब चट्ट लाएर म चाहिँ घरभित्र जान्छु। यहाँ भात बसालिसकेको छ, यहाँ दाल पनि रेडी छ। दाल यहाँ रेडी छ। हल्का फ्यामिली ग्यादरिङ पार्टी गर्न गए चाहिँ यहाँ अरू सबै मजा यहाँ त रेडी छ। एकछिनपछि चट्ट लाएर खाने हो। यहाँ चाहिँ त्यसका बाजे अघिको चिकन चाहिँ यतातिर पाक्दै रहेछ। चिकन अहिले त बाहिर पकाउने भयो भने चाहिँ अहिले त अल्छिला चाहिँ भित्रै पकाइएछ है गाइज। जो चाहिँ चट्ट लाएर हाम्रो किचनमा आज पाकिरहेको छ फ्यामिली ग्यादरिङको लागि यहाँ चाहिँ त्यसका बाजे सब्जी पाकिरहेको छ। सब्जी चिकन करी, चिकन पाक्दैछ यहाँ। चिकन ओके गाइज, ओके आज चिकन पाक्दैछ। चिकन पाक्छ ल हुन्छ। भोलि चाहिँ फेरि मेरो काम छ यार गाई। भोलि फेरि काम छ। भोलि चट्टमा गाह्रो लाउने हरेक कुरा गर्ने। भोलि पेन्टर पनि बन्यो। भोलि चाहिँ के भन्छ अरे यो प्लास्टर गर्ने काम पनि गर्ने हो। म त मल्टी ट्यालेन्ट मान्छे, अब जे पनि गर्न परिहाल्छ। सब्जी पनि बनाउनु पर्छ। सब्जी पनि मैले यो पनि म पकाउँछु भाइ। मैले पकाएको यो चाहिँ मैले बनाएको। रोस्ट पनि मैले बनाएको, प्राउनहरू पनि मैले पकाएको। यहाँ रोस्ट भइहाल्यो। गोर्खे अचार सब बनाइदिन्छु क्या। मल्टी ट्यालेन्टेड बिरामी छु म त खाँदिनँ होइन। त्यही त मलाई चाहिँ रुगा लाग्छ। म चाहिँ आज मासु खान भएको छैन। म सायद मासु खाँदिनँ होला। यसो 2-3टा चपाउने मात्र खाँदिनँ म। चपाउने मात्रै कोपार्ने मात्र खाए चाहिँ कोपार्ने मात्र हो। म खाँदिनँ कोपार्ने। यसरी हाल्नु पर्ने रहेछ त्यसका बाजे।
ल हात धुलायो कि धुलाएन होला यार ओके बाबा 是哦